पात काठ दाउरा सीमित गराउँ दोहाँ घाँस पात काठ दाउरा सीमित गराउँ दोहाँ कटानी फडानी रोकाउँ रोकाउँ अति चराउँ वन जङ्गल खरानी हुन्छ डरेलो लगाउँदा वन जङ्गल खरानी हुन्छ डरेलो लगाउँदा साझे प्राणी सबलाई चाहिने जोगाउ वन सम्पदा सबै मिली वन जङ्गल जोगाउँ सबै मिली वन जङ्गल जोगाउँ जथाभावी गढेलो नलगाऊ जथाभावी गढेलो नलगाऊ तालतलैया नदी नाला सुक्दैछन् मुहाना तालतलैया नदी नाला सुक्दैछन् मुहाना रुखले दिने प्राणवायु घट्यो अक्सिजन विश्वव्यापी तापक्रम बढ्दैछ दिनदिन विश्वव्यापी तापक्रम बढ्दैछ दिनदिन जसले झनै मानव जीवन बन्दैछ कठिन दिन्छ अक्सिजन पनि रोक्नु पर्छ वन जङ्गल खरानी बलले दिन्छ अक्सिजन पनि रोक्नु पर्छ वन जङ्गल खरानी रोक्नु पर्छ वन जङ्गल खरानी प्राकृतिक वन सम्पदा सदुपयोग गराउँ प्राकृतिक वन सम्पदा सदुपयोग गराउँ नीति नियम पालन गराउँ सबलाई सन्देश छराउँ भोलि भोलि भन्ने होइन आजैदेखि उठौँ भोलि भोलि भन्ने होइन आजैदेखि उठौँ उपभोक्ता सचेत बनाऊ वन जोगाउन जुटौँ वन सम्पदा दुःखलाई रोकाउँ एउटा गाडे दोस्रोका रुखाउँ वन सम्पदा दुःखलाई रोकाउँ एउटा गाडे दोस्रोका रुखाउँ एउटा गाडे दोस्रोका रुखाउँ सदस्यहरूलाई परिचालित गरेर आफ्नो वन क्षेत्रमा चाहिँ अग्नि नियन्त्रण रेखा बनाएर भए पनि जङ्गल जोगाउनुपर्छ।
म ओडाल चाहिँ घुम्दाखेरि सुरुको साल 2 ठाउँमा आगजनी भयो। एउटा बागेश्वरी सामुदायिक वनमा, एउटा डुकुरसिंह सामुदायिक वनमा। उहाँ वडा सदस्य हाम्रो त्यो डुकुरसिंहको अध्यक्ष यहीँ हुँदै हुनुहुन्छ। बागेश्वरमा डडल लाउने मेरो आफ्नै ससुरा बा हुनुहुन्थ्यो, उहाँलाई 14,500 रुपियाँ तिराइदिए। अनि डुकुरसिंहमा डडल लाउने 3-4 जना तामाङ केटाहरू रहेछन्। हामीले नियन्त्रण अभियानका रूपमा गरेका छौँ, तर त्यसलाई कार्यान्वयन गर्न सकिरहेका छैनौँ। नयाँ हाकिम साहेब आउनुभएको छ, हामी सबै मिलौँ यो वनले आगो लागिसकेपछि भएको क्षतिको हामी कुनै पनि तवरबाट विश्लेषण गर्न सकिँदैनौँ। तपाईँहरूलाई न्युजमा हेर्नुभयो होला, गत वर्ष अस्ट्रेलियामा आगो लागि भयो, करिब 6 महिना जति आगो लाग्यो। अस्ति भर्खर मात्र अमेरिकाको एन्जल सहरमा आगो लागि भयो, करिब 1 महिना आगो लाग्यो। त्यहाँको सरकारले भनेको छ अब अमेरिका अब अस्ट्रेलिया त्यो ठाउँमा पुग्नको लागि 10औं वर्ष लाग्छ भनेको छ। हामीले त्यहाँको स्रोतलाई अभ्यास गर्न सकेनौँ, त्यसलाई प्रयोग गर्न सकेनौँ। तथापि हामीले यसको महत्त्व बुझेनौँ। त्यहाँ रहने जीवजन्तुहरू, त्यहाँबाट हामीले प्राप्त गर्ने चिजले हामीलाई ठुलो क्षति भइरहेको हुन्छ। हामी सबै लागेर वन डडेलोलाई नियन्त्रण गर्न सक्यौँ भने हामीले त्यहाँबाट प्राप्त गर्ने चिजहरू धेरै छन्। यो अभियानले हामीलाई त्यही भनेको छ, आगामी दिनमा डडेलो लाग्न नियन्त्रण गरौँ, सबै हामी जुटौँ। हाम्रा विभिन्न वन कार्यालय मार्फतका धेरै कार्यक्रमहरू रहेका छन्, हामी त्यो कार्यक्रममा सहभागी हौँ। यसको मुख्य उद्देश्य भनेको यो डडेलोको सिजन छ, हुरी बतास लाग्ने समय छ, डडेलो अलिक बढी चाँडो फैलिने समय छ। हाम्रो भौगोलिक अवस्था पनि त्यस्तै छ, लागिसकेपछि नियन्त्रण गर्न अत्यन्तै गाह्रो छ। त्यसैले हामीले वन डडेलोलाई नलगाउनको लागि सबैजना सजग रहौँ। हामीले अघिल्लो कार्यपालिका बैठकमा पनि प्रस्तावको रूपमा लगेका छौँ। यो वर्ष जसले जहाँ डडेलो लाग्छ त्यसलाई हामी कारबाहीको लागि सिफारिस गर्ने भनेका छौँ। त्यसले गर्दा भोलिका दिनहरूमा फेरि हामी बिचमा विवाद नरहोस्। हाम्रो मुख्य उद्देश्य भनेको वनलाई क्षति कम गरौँ र डडेलोबाट हामी सबै जोग्यौँ भन्ने यो अभिप्राय हो सबैको। वन कार्यालयले गरिरहेको छ, हामी गाउँपालिकाले पनि त्यो गरिरहेका छौँ। सामुदायिक वन हामीले गठन गरेको पनि त्यही हो, सामुदायिक वनलाई संरक्षण गरौँ, डडेलो लगाउँ भन्ने उद्देश्यका साथ होइन। आज सबै क्षेत्र गोलन्दर गाउँपालिकाभित्र रहेका सबै वनहरू सामुदायिक वनको परिधिभित्र रहनु भएको छ। तपाईँहरू लाग्नुभयो, हामी सबै लाग्यौँ भने डडेलो लाग्दैन। त्यसको लागि यो वर्षदेखि हामी अभियानमा जुटौँ, वनलाई संरक्षण गरौँ, वनबाट बढीभन्दा बढी फाइदा लियौँ। र कसरी लाग्यो भने अघि कार्यालय प्रमुखज्यूले नि भन्नुभएको छ, यसको बिघौको हिसाब गर्ने हो नि त, हामी केहीले पनि परिकल्पना गर्न सक्दैनौँ। तर हामीले अरूलाई भन्यौँ भने पुरस्कारको पनि व्यवस्था रहेको हुँदा हामीले वन संरक्षण गर्नका लागि सबै सहभागी रहौँ भन्ने म तपाईँहरूको बिचमा सल्लाह सुझाव र अनुरोध गर्न चाहन्छु। म पनि यो गोलन्दर गाउँपालिकाभरि कतै वन डडेलो भयो भने म त्यो नियन्त्रणको लागि तपाईँहरूले खबर गर्दा प्रत्यक्ष रूपमा सहभागी हुने प्रहर विश्वास दिलाउँदै मेरा भनाइहरू यन्ती गर्छु। हस्त, धन्यवाद, नमस्ते। धन्यवाद। गोलन्दर गाउँपालिका वडा नम्बर 7 का आदरणीय वडा अध्यक्षज्यू। हाम्रो प्रवक्ताज्यूले भनिसक्नु, हामीले कार्यपालिका निर्णय नै गरेर वन डडेलो नियन्त्रणमा एउटा अभियान नै अगाडि बढाउने भनिरहेका छौँ। यसमा सब डिभिजनसँग मिलेर हामीले हाम्रा वनहरू जोगाउन के भूमिका गाउँपालिका निर्वाह गर्नुपर्छ, त्यसमा सदैव वन डिभिजनसँग सामुदायिक वनहरूसँग, सामुदायिक वनका जाने साथीहरूलाई पनि म अनुरोध गर्छु। नेपालमा सामुदायिक वन उपभोक्ता महासङ्घ भनेपछि कस्तो भएको छ भनेदेखि, अब यसलाई अन्यथा नमान्नु होला, वनको विकासमा भन्दा अलि वनका काठपात बेच्ने समिति जस्तो अलि नेगेटिभ पनि छ। सबै आदरणीय महानुभावहरूलाई डडेलो नियन्त्रणमा सबैको भूमिका छ, प्रत्येक व्यक्तिको भूमिका छ, प्रत्येक घरको भूमिका निर्वाह गरी यसपटक चाहिँ हामीले गत वर्ष लागेको डडेलो भन्दा कम्तीमा सकभर 100% नै घटाउँ, न त कम्तीमा 60-70% घटाउने गरी काम गरौँ। त्यसमा वडा कार्यालयहरू, गाउँपालिका कार्यालय, स्थानीय सरकार सदैव तपाईँहरूको साथमा रहनेछ, यही प्रतिबद्धता व्यक्त गर्दै पुनः यो कार्यक्रम राख्नुभएकोमा हाम्रो खुरकोट सब डिभिजनलाई हार्दिक धन्यवाद गाउँपालिका तर्फबाट व्यक्त गर्दै यो कार्यक्रम पनि, यो कोणसभा पनि यही समापन भएको जानकारी गराउँछु। धन्यवाद।
टटसलाई सल्काएर वनमा फुत फाल्ने बानी राम्रो होइन हजुर जहाँ पनि आगो बाल्ने बानी राम्रो होइन हजुर जहाँ पनि आगो बाल्ने जीव जन्तु बोट बिरुवा संरक्षण गरौँ